सो वाट्सएप एभ्रिबडी म आज कुरा गर्नेवाला छु बिटकोइन। बिटकोइनले चाहिँ नेपाललाई कसरी सहयोग गर्छ। जस्तो हाम्रो नेपालमा अहिले हेर्नुहुन्छ भने सबैभन्दा राम्रो कुरा के छैन, हाइड्रो पावर छ। हेर्नुहोस् है, इफ हामीले हाइड्रो पावरलाई चाहिँ नेपालमा चाहिँ हाइड्रो पावर साथसाथै बिटकोइनलाई पनि ल्याउन सक्यो भने के भन्छ, त्यहाँबाट हामीले चाहिँ माइनिङ गर्न सकिन्छ, यानि कि रिसोर्सेस खनेर पनि त्यहाँबाट के गर्न सकिन्छ, उत्पादन गर्न सकिन्छ। त्यसले गर्दा चाहिँ नेपाल धनी पनि हुन्छ। र अर्को कुरा के छ भने, म्यासिभ हाइड्रो पावरको पोटेन्सियल हुनको साथसाथै त्यहाँबाट निस्केको जुन धातु हुन्छ त्यो धातु चाहिँ हरेक कुरामा युज हुन्छ। लाइक चिप भन्छ नि, हामीले चिप चाहिँ कस्तोमा युज हुन्छ, मेमोरीमा चिप हुन्छ, लाइक एनिथिङ इच एन्ड एभ्री कुरा योमा चाहिँ युज हुन्छ। त्यही भएर हामीले चाहिँ एउटा कुरा के जरुरी छ भने 2021 सेन्चुरीमा आएपछि हामीले चाहिँ टेक्नोलोजीलाई र आइटीलाई चाहिँ प्राथमिकता दिनुपर्छ है, बल्ल देश अघि बढ्छ। होइन भने हामीले त्यसमा अरू कुरा नो डाउट। थ्याङ्क यू सो मच।